नमस्कार। आज म तपाईहरुलाई जुवा सम्बन्धी केही जानकारी दिन गइरहेको छु। हाम्रो नेपालको कानुन मुलुकी अपराध संहिता 2074 को दफा 125 ले जुवा खेल्न नहुने अर्थात जुवा वा सट्टाबाजी गर्न नहुने भनेर उल्लेख गरेको छ। जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै प्रतिफल पाउने, गुमाउने वा कुनै चल वा अचल सम्पत्ति प्राप्त गर्ने वा गुमाउने हिसाबले वा हार्ने जित्ने गरी बाजी थापी खेलिने कुनै पनि किसिमको खेल वा प्रक्रिया सम्झिनुपर्छ भनेर चाहिँ उल्लेख गरेको छ। सो शब्दले चाहिँ आफूले चाहिँ बाजी नखेले पनि अर्थात आफूले जुवा नखेले पनि अरूले खेलिरहेको अवस्थामा उनीहरूको हार वा जितमा आफूले चाहिँ कुनै पनि सम्पत्ति अर्थात चल सम्पत्ति वा अचल सम्पत्ति आफूले पाउने वा गुमाउने हिसाबले थापिने बाजी समेतलाई जनाउँछ भनेर चाहिँ उल्लेख गरेको छ। तर कुनै सार्वजनिक समारोह, चाडपर्व बेला यस्तो ठाउँहरुमा कुनै मनोरञ्जनको लागि चाहिँ कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने हिसाबले चाहिँ खेलिएको कार्यलाई अर्थात सरकारदेखि स्वीकृति प्राप्त गरेर चाहिँ मनोरञ्जनको लागि खेलिने कार्यलाई चाहिँ यसलाई चाहिँ जुवा मानिने छैन भन्ने चाहिँ उल्लेख गरेको छ। अधिकार प्राप्त अधिकारीको स्वीकृतिले सञ्चालन भएको चिट्ठालाई पनि जुवा मानिने छैन भनेर चाहिँ उल्लेख गरेको छ। यसमा चाहिँ पहिलो पटक जुवा खेल्ने वा खेलाउने व्यक्तिलाई भने 3 महिनासम्म कैद वा 30,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ भने दोस्रो पटक जुवा खेल्ने वा खेलाउने व्यक्तिलाई भने 1 वर्षसम्म कैद वा 50,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ। त्यसपछि चाहिँ कसुरमा पटकै पछि चाहिँ थप 3 महिनासम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ। त्यसपछिको कसुरमा भने पटकै पछि चाहिँ थप 3 महिनासम्म कैद र 10,000 रुपैयाँ जरिवाना भनेको छ। अब चाहिँ यसमा चाहिँ पटकै कायम गर्नुपर्दा भने अदालतमा जान्छ। तपाईहरुले लाग्न सक्छ कि कुन अवस्थामा अदालतमा गयो केस कुन अवस्थामा चाहिँ जिल्ला प्रशासन कार्यालयमा गयो भने अब चाहिँ तपाईहरु बुझ्नुस् कि 1 वर्षसम्म कैद हुने मुद्दा चाहिँ जिल्ला प्रशासन कार्यालयमा गयो, जबकि 1 वर्षमा चाहिँ तपाईहरुले पटकै पछि क्राइम गरेमा चाहिँ 3 महिना थप सजाय भनिसकेपछि 1 वर्षमा 3 महिना थपियो। 1 वर्ष 3 महिना जोटिने बित्तिकै यो केस अदालतमा गयो। अर्को कुरा चाहिँ अब कस्तो अवस्थामा चाहिँ जुवा तास सम्बन्धी कसुर खेल्ने वा खेलाउने व्यक्तिलाई चाहिँ पहिलो पटकको क्राइममा नै सिधै अदालतमा जान्छ त भनेर भन्नुपर्दा चाहिँ यदि 5 जनाको ग्रुप छ हैन, 5 जनाको ग्रुपमा चाहिँ 1 जनाले मात्रै पहिले नै चोरी क्राइम गरेको छ भनेपछि चाहिँ उनीहरुले फर्स्टमै जुवा तासमा क्राइम गरे पनि उनीहरुको यो चोरीको क्राइमको कारणले गर्दा चाहिँ यो केस फर्स्टमै चाहिँ कहाँ जान्छ त जिल्ला अदालतमा जान्छ। जुवाबाट प्राप्त भएको सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ। तर जुवा खेलेको घर, कोठा, साधन, यातायात भन्ने चाहिँ जफत हुने छैन भन्ने चाहिँ उल्लेख गरेको छ। सट्टाबाजी गर्न नहुने भनेर चाहिँ हाम्रो यही ऐनको दफा 125 को उपदफा 4 मा चाहिँ सट्टाबाजी गर्न नहुने भनेर चाहिँ उल्लेख गरेको छ। जसमा चाहिँ सट्टाबाजी भन्नाले कस्तो भनेपछि चाहिँ अहिले चाहिँ हाम्रो चलिरहेको चाहिँ वर्ल्ड कप छ नि, यो वर्ल्ड कपमा जस्तै अब कसैले चाहिँ अर्जेन्टिनाको पक्षमा हुन्छ भनेपछि कसैले चाहिँ नर्वेको पक्षमा हुन्छ हैन। अब यो दुई पक्षमा भएको दुई ग्रुपले चाहिँ अब एक जनाले भन्छ कि नर्वेले जित्छ, एक जनाले भन्छ कि अर्जेन्टिनाले जित्छ। अब यो दुई ग्रुपमा चाहिँ अब चलिरह्यो हैन। अब चाहिँ यिनी दुईटाले के भनेपछि यदि नर्वेले हार्यो भनेपछि म तँलाई चाहिँ 50,000 दिन्छु भन्यो, अर्कोले चाहिँ भन्यो अर्जेन्टिनाले जित्छ तर अर्जेन्टिनाले हार्यो भने चाहिँ म तँलाई 50,000 दिन्छु भनेर चाहिँ राखेको बाजीलाई चाहिँ सट्टाबाजी भनिन्छ। त्यसकारणले यो सट्टाबाजीलाई पनि क्राइममा लगिएको छ भनेपछि यसमा सजाय कति हुन्छ त? यस्तो सट्टाबाजी गर्ने व्यक्तिहरूलाई भनेपछि 1 वर्षसम्म कैद 10,000 रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ।